आज चाहिँ हामी यो एमेजोनको यस्तो खतरनाक जङ्गलमा जाँदैछौँ जहाँबाट चाहिँ कि बचेर निक्लिनु पनि एकदम साह्रो पर्छ। अनि म चाहिँ नेपाली बियर ग्रिल्स तपाईँहरूलाई सिकाउने छु कि यस्तो जङ्गलबाट चाहिँ कसरी बाँचेर निस्किनु पर्छ। मेरो हेलिकप्टरले मलाई यहाँ उतारेर छोड्दियो र अब हेलिकप्टरलाई बाई बाई गरेर म अगाडिको तर्फ जानुपर्छ। अनि आज चाहिँ म एक्लै होइन, मसँग चाहिँ मेरो क्यामेराम्यान पनि छ। त गाइस आज तपाईँहरूलाई म देखाउँछु यस्तो खतरनाक जङ्गलमा बाँचेर कसरी निक्लिने, आफूले आफूलाई कसरी सुरक्षित गरेर बचाउने। म तपाईँहरूको नेपाली बियर ग्रिल्स, मलाई फलो गर्नुहोस्। अब म तपाईँलाई देखाउने छु। आउनुहोस् क्यामेराम्यान, यता आउनु यता आउनु। यो जुन चाहिँ छ नि यो तपाईँले हेर्नु सक्नुहुन्छ। यो तपाईँहरूको नाकमा मुखमा लाग्यो भने तपाईँहरू बियोस हुनुहुन्छ, किनकि यसमा एकदम भरिएको केमिकल र जहरहरू छ। यस्तो चिजहरूदेखि चाहिँ जङ्गलमा सतर्क भएर बस्नुहोस्। यो कुरा चाहिँ मैले मात्रै तपाईँलाई सिकाउँदैछु। यो जङ्गल जति हरियाली छ त्यति नै खतरनाक पनि छ र हरेक कुराबाट तपाईँले बाँचेर सतर्कको साथमा हिँड्नुपर्छ, किनकि अलिकति मिस्टेक भयो भने यो जङ्गलमा तपाईँको जान जानु सक्छ। ल हेर्नुहोस् त, यस्तो खतरा खतरा स्यालहरू पाइन्छ यस्तो जङ्गलतिर। एकदम बचेर हिँड्नुपर्छ यिनीहरूसँग। अगर मैले छुएँ भने यिनीहरूले मलाई यिनीहरूको खाना बनाउँछ। आउनुहोस् क्यामेराम्यान, यता आउनुहोस्। आज मैले पाएको छु यस्तो दृश्य। यो हेर्नुहोस्, डाइनोसरको अन्डा। अहिले त म यसलाई केही गर्नु सक्दिनँ, तर जब बाहिर निस्किन्छु यो करोडौँमा जान्छ। हेर्नुहोस् यस्ता ठिक्कै हेर्नुहोस् त, यो अन्डा चाहिँ फुट्ने टाइम हुन आँटेको छ। अब यहाँबाट डाइनोसरको बच्चा निक्लिन्छ अनि यो चाहिँ म एमेजोनको वहाँ रेसोर्टमा गएर यसलाई करोडौँको दाममा बेच्छु, जुन चाहिँ कि म पनि एकैबारमा करोडपति बनिन्छु। पानीको बहा पाइरहेको छ र मलाई अहिले एकदमै प्यास लागिरहेको छ। छिटो आउनुहोस् मेरो पछाडि, आउनुहोस् छिटो। एकदम खतरनाक वाटरफुल भएको झरना। यहाँबाट मान्छे लड्यो भने केही पनि हुनसक्छ, तर यो एमेजोन जङ्गलको सबसे ठुलो सबसे खतरनाक खोला हो यो। अब यो पानी खाएर मैले मेरो जान बचाउनु पर्छ। आउनुहोस् म देखाउँछु पानी खाने। यति मिठो पानी पहाड जङ्गलबाट बगेर आएको। वाउ, ओ पानी खाएर त मेरो प्यास मिट्यो, तर अहिले मलाई एकदमै भोक लागिरहेको छ र यस्तो जङ्गलमा खाने लायकको मैले केही पाउँदिनँ र केही पाइहालेँ भने त्यो खाइ पनि हाल्नुपर्छ। जस्तै हेर्नुहोस् यो गाछमा लागेको पत्ता, यो पत्ताहरूमा एकदम प्रोटिन र केमिकल हुन्छ। यस्तो एमेजोन जङ्गलमा जे भेट्छ खाने लायकको केही नसोचिकन खानुपर्छ। यसमा चाहिँ एकदम फाइबर प्रोटिन सब कुरो भरि हुन्छ। तपाईँहरू यसरी खानु सक्नुहुन्छ अनि आफ्नो जान बचाउनु सक्नुहुन्छ। फाइनली अब मेरो टाइम आइसकेको छ जाने, किनकि यहाँ मलाई लिन आइसकेको छ मेरो टिमहरू। म जाँदैछु। तपाईँहरू के कुरा सिक्नु पाउनुभयो मबाट? हुन्छ, बाई।